आज हाम्रो हुँदैछ चिकन र यो मुलाको ग्रेभी बनाएको छु। यो काँक्रो भयो, लसुन र धनियाँको अचार भयो, टिमुरेहरू हालेर। र हस्बेन्डले खाँदै हुनुहुन्छ है। इट्स डिनर टाइम होइन, उहाँले खाएर भन्नुहुन्छ कस्तो छ भनेर। खाएर भन्नु न, अनेस्ट ओपिनियन नि फेरि। पहिला मैले खानाको गाँस कति हाल्दै थाहा छ? एक ठ्याक्कै यस्तो तर मुलामा खासै मलाई मुला भन्दा नि राईको सागमा भएको चाहिँ मिठो मासु है। तर कुखुराको मासु त तपाईँलाई त पोर्कमा मनपर्छ होइन साग हालेको। यो कुखुरामा त सुपको साग हालेको मिठो हुन्छ। अब सुपको साग यो सिजनमा कहाँ पाउनु। मेरो बुढालाई मन परेर कसरी थाहा हुन्छ भने उहाँले खानेकुरा खाएको पाराले थाहा हुन्छ है। धेरै मसला हालेर मन पर्दैन उहाँलाई। मसला चाहिँ होइन, यो यस्तो छ तरकारीलाई मैले आज पनि मिक्सीमा लसुन अनि गोलभेडा प्याजहरू पिसेर हालेको। जिरा चाहिँ म फेरि अलिकति मात्रै हाल्छु है। खुर्सानी चाहिँ म अलिक धेरै हाल्छु, तर जिरा थोरै हाल्छु म फेरि। जिरा र ओइल थोरै हाल्छु म। ओइल छैन तरकारीमा हेर्नु, झोल हो राम्रो हेर्नु, ओइल छैन यसरी। मिठो छैन बाबा? मिठो छ। ल राम्ररी खानुहोस् पेटभरि।